डाङ घोराइमा। धन्यवाद ब्रदर, ल धेरै माया छ सबजनालाई। मैले ठ्याक्कै त्यो रिल्समा देखेको थिएँ होइन, आज चाहिँ ठ्याक्कै देखियो। सो हेलो एन्ड नमस्ते एभ्रिवान, के छ हालचाल? सबजना सन्चै अनि राम्रै हुन्छ होला। सो आज चाहिँ सानो अनि मिठो भ्लग है त। आज चाहिँ म एकछिन बाहिर निस्किँदैछु। मोटोमानिक प्रभात अनि उसको टिमहरू चाहिँ घोरै आएको रहेछन् घुम्दै होइन। सो हामी सानो मिटअप गर्नको लागि निस्किँदैछौँ। होटल पौवामा बसेको छन् अनि म त्यहीँ गएर भेट्छु एकछिन। अनि त्यही आज चाहिँ सानो मिठो मात्रै हो, यसो भेटघाटको लागि, एउटा मेमोरीको लागि मात्र। सो स्टे ट्युन गाइस, म निस्किँदैछु। सो गाइस हामी चाहिँ पौवा आइसक्यौँ। केटाहरूको बाइक, मेरो स्कुटी, रबिन भाइको बाइक अनि केटाहरूको बाइक यहीँ पौवामा बसेको छन्। अब हामी एकछिन सानो मिटअप हानेर निस्किहाल्छौँ। के छ मेरो भाइहरू खबर? हाम्रो ह्यान्डसम भाइ ठिक छ अरू त? ठिक छ। हामी एकछिनमा भेट्छौँ। भाइहरूसँग टक्क बसिरहेको छु पौवामा। केटाहरू भर्खर उठेछन्, आज रातिसम्म बसेछन्। 10:30 11 बजी त होटलमा आइपुग्यो। त्यसपछि बस्ने सुत्ने बेला 1 बजी होला। केटाहरू सुतिरहेको छन्। अब भाइहरूसँग टक्क बस्दैछु। यो चाहिँ हाम्रो रबिन ब्लग। अनि हाम्रो अस्ति बुटोलमा चिरागसँग ढाडमा चिराको ट्याटु हान्नेवाला भाइ यिनी हुन् होइन। ढाडमा स्टेजमा के भनेको थियो अरे? म सङ्गीत फाइनली प्रभात ल उठेको छन्। ल हामी वेट गर्दा कति घन्टा भयो भाइ? 2 घन्टा वेट गर्दै 2 घन्टा वेट गर्दै पर्यो। अनि ल वेलकम छ हाम्रो प्रभातलाई डाङ घोराइमा। धन्यवाद ब्रदर, ल धेरै माया छ सबजनालाई है। सो फाइनली भेट भयो प्रभातसँग भने। अनि हिसा आज देखिरहेको थिएँ मैले, तिम्रो गएको तल देखाएको थिएँ, तल रेस्टुरेन्ट छ, बाहिर अटेर हेरिरहेको थिएँ। केटाहरू कहाँको केटाहरू आएछन् भनेर भने लास्टमा तिम्रो रहेछ। हिजो हामी यताउता नै बढिरहेको थिएँ क्या। अलि लोकेसन पनि अनि कहाँसम्म पुग्ने? आज बस्नु 15सम्म पुग्नु होला। आज फर्किहाल्ने? 15सम्म पुग्नु होला। अघि नै आउनु भएको रहेछ है। म सुतिरहेको थिएँ कि हिजो राति रेस्ट पनि भएन, एकदम लेट नाइट भयो कि। यहीँ खाना खाँदै 3 बजिरहेको थियो, 2 बजिरहेको थियो। यहाँबाट त डेन्जर माया छ नि, हामी त खतरा रेल लगाइदियौँ नि। एकदम मनबाट एकदम एप्रिसिएट छ त्यसको लागि चाहिँ। त्यो दबार गएर राति नि हामी लगभग 1700 बाइक थियो होला। एकदम एप्रिसिएट एकदम। मनोज भाइ सो त्यही हो गाइस होइन। ठिक छ। अब रेस्ट पनि गर्नु पर्यो, फर्किने मान्छे। सो त्यही हामी बसिरहेछौँ। फाइनली प्रभातसँग पनि भेट भयो है। दाङमा एकदम धेरै वेलकम छ। के छ के घुम्ने प्लान छ यता? केही यहाँ एउटा अनि घोडदौराको फर्स्ट भ्यू पोइन्टबाट सर घोराइको एरिया देखाइदियो। त्यो चाहिँ गयो हिजो हामी गयो। ए माथि गइसक्यो? त्यहीबाट आएको होइन, घोडदौरा भन्ने यहाँ नजिकै छ। यहाँदेखि 5 मिनटमा पुगिहाल्छ। तिमी होलेरीबाट झऱ्यो क्या? होइन हामी उता सल्यानबाट आयो कि? सल्यानबाट रुकुम हुँदै यहाँदेखि 5 मिनटमा गइन्छ। घोराइको एरिया सबै बजार देखिन्छ। त्यहीबाट हो कि हामी आएको खास। त्यो के भन्छ अरे यो कमिलिया समथिङ के भन्छ? होइन हजुर, तुलसीपुर हुँदै बिजौरी हुँदै त स्टेजमा हाम्रो चिरागले बोलाएर स्टेजमा टक्क मैले हेरेको थिएँ कि त्यो। सही। मैले ठ्याक्कै त्यो रिल्समा देखेको थिएँ होइन, आज चाहिँ ठ्याक्कै देखियो। त्यही देखेर त्यस रमाइलो भइरहेछ। ब्रदरहरूसँग एकदम गुड टाइम स्पेन्ड भइरहेछ। अब चाहिँ सो गाइस हामी चाहिँ प्रभातले भेट्यौँ। ऊ चाहिँ अब रेडी हुँदैछन्। उनको प्लान चाहिँ अब आइसकेपछि यसो घुमेर जाने प्लान छ। अब अरू ग्रुपहरू के भन्छन् अनि कतिजना 10 जना आयो भने है, 10 जना दिदी आएर रहेछन्। एउटा गाडी अनि प्लस 6-7वटा बाइक रहेछ। एउटा बाइक चाहिँ बिग्रेको रहेछ अहिले फेरि। अनि अब त्यही ग्रुप केटाहरूले कुरा गर्दैछन् के कस्तो हुन्छ। अब एकछिन घुम्ने प्लान भयो भने चाहिँ म चाहिँ निस्किन नपाए पनि रबिन भाइले चाहिँ सर धारपानी घुमाउँछन्। अनि प्लस घोडदौराको फर्स्ट भ्यू पोइन्ट होइन, यसो घोराइ बजार एरिया
सर हेरेर फर्किन्छन्। आज पोखरा पुग्ने अन्त केटाहरू 14-15 दिन भइसकेछ केटाहरू निस्केको भने। त्यही हो गाइस, अब यही हो छोटो मिठो ब्लग आजको चाहिँ एउटा मेमोरी टाइपको। ल केटाहरू है त म यति गरी छैन नि त अनि यहाँ त ल है त ओके। सो अब म चाहिँ निस्किन लाग्यो अनि केटाहरू चाहिँ यहाँ रेडी छन्। अब केटाहरूलाई चाहिँ सर धारपानी घुमाउँछन् केटाहरूले, म चाहिँ निस्किन्छु अब रेस्टुरेन्टतिर। कामको बेला भएको छ होइन, आफ्नो काम हेर्नु पर्यो के गर्ने होइन। सो आजको लागि छोटो मिठो ब्लग यही नै हो। जय होस्। हाम्रो दाङघोरै धारा पानी सरर माथि बाह्र कुने तल बबै सलल खल्तीभरि ग्यास बोकी कटट सिलानमा काठमाडौँ सहर। हाम्रो दाङघोरै धारा पानी सरर माथि बाह्र कुने तल बबै सलल खल्तीभरि ग्यास बोकी कटट सिलानमा काठमाडौँ सहर। मैले लता चक्रा हरेक हप्ता अहिले भाछु चुप मैले सबै कुरा बुझेँ अनि हजुर आमा भन्थे नाति कहिले पछि नहट्नु त्यसैले जन्म दिँदा दिँदै अहिले राजधानीमा छु। छैन ठाउँ मैले भुलेको छैन गाउँ कबालीले दङ्गालीलाई बनाउँछ एक दिन प्राउड। म जुदी राख्छु गर्ने छाड्छु छैन कुनै ठाउँ मलाई सपोर्ट गर्ने दाजुभाइलाई मनदेखि साउराउ। आफ्नो ठाउँ अनि दाजुभाइको माया छ नि अति तर लाग्छ नि पिर देख्दा साथीभाइको बत्ती। कोही लड्दैछ नि देश कोही खोल्दैछ धरती कोहीले छोडी गए देश कोही काण्डभित्र फस्यो गर्थ्यो कपेसँग रेस अनि दुश्मनलाई चुनौती भेटेपछि फेस टु फेस बाइकसँगै दिमाग तेज मेरो केटाहरू चलाउने लाग्छ ज्यान मारा केस तर सिरे नबचाउने। जब हेर्छु दिको सम्झी लाग्छ आफैसँग डर सामान निकाल पनि बोल्छ राति दायरहरूले कर मात्र परिवारको मुख्य लिएर मारे संग्रहर मात्र कुनै बेला तेरो दाइले खाएको थियो सहर। हाम्रो दाङघोरै धारा पानी सरर माथि बाह्र कुने तल बबै सलल